सो गाइस स्वागत छ तपाईहरुलाई मेरो यो छोटो मिठो ब्लगमा। आज चाहिँ घर बसेको समयमा हामीले चाहिँ यहाँ यता यो घरको साइडमा पाली बनाएको थियो। यहाँ चाहिँ गाई पाडीहरु बाख्राहरु बन्नको लागि अनि त्यो चाहिँ हामीले मर्मत गर्न गइरहेको छौं। आज यहाँ भाटा सटा चाहिँ फुटाएर रेडी गरिरहेको छौं। जहिले पुराले चाहिँ त्यो बाटा फुटाइरहनु भएको छ। यहाँ चाहिँ भइसकेको छ। भिडियो कस्तो लाग्छ, भिडियो मन परेमा एक लाइक गरिदिनु होला। भिडियो जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला। मेरो च्यानलमा नयाँ हुनुहुन्छ, जोडिन चाहनुहुन्छ मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला गाइस। अब यो फाइनल भइसकेपछि फाइनल भइसकेपछि कस्तो हुन्छ यो पनि त्यसको पनि भिडियो ल्याउनु छ गाइस। वास्तव यो भिडियो चाहिँ यति नै जो चाहिँ त्यसरी भाटा चिरिरहनु भएको छ गाइस हैन, बनाइरहनु भएको छ। भाइले यसरी भाटा छिरिरहेको छन् गाइस हैन। यता र भाइ पत्रकार मिडिया यता जय हुनुहुन्छ। त्यो फाइनल भइसकेपछि कस्तो हुन्छ देखाउँछ गाइस म हैन। हामीले काम गरेको हेरिरहेको छ गाइस हैन। यसको नाकमा चाहिँ सिंगाना आएको रहेछ। पुस्तिने मान्छे छैन नि, हेर्ने मान्छे चाहिँ अल्छी लाएर हो कि निना लाएर हो झुमझुम भएर बसिरहेको छिन्। यहाँ चाहिँ मेरो भान्जा छन्, मैले भिडियो बनाएको देखेर हेर्न आएको छन्। म के भन्छु रे छोटो मिठो ब्लग भनेर भन्नु तिमी पनि भन छिटो भन छिटो। सम्म गएर भोक लागिसकेपछि यहाँ चाहिँ धमाधम खाजा खान सुरु भइरहेको छ। खाजामा चाहिँ रहेको छ चाउचाउ गाइस हैन। चाउचाउ पकाउने यहाँ कुक मान्छे यता हुनुहुन्छ। पकाएको चाउचाउ यहाँ चाहिँ खाजा गाइस देख्न सक्नुहुन्छ। चाहिँ कामै नगरिकन खाजा खाइरहेछन् हैन गाइस, देख्न सक्नुहुन्छ। खै खाजा देखाउ सकिन लागि छ, खाइसकेको रहेछन्। अब झोल मात्र छ, सकिसकेको छ। अब खाजा खाने पालो चाहिँ मेरो आइसकेको छ गाइस, देख्न सक्नुहुन्छ हैन। अब चाहिँ मैले खाजा खान लागिरहेको छु। खेलाएर बसिरहेको छु म। अब एकैछिन पछि काम गर्न जानुपर्छ। घरकै काम छ, अरू केही काम पनि छैन। घरमा बसेर घरकै काम गर्ने हो, त्यही त हुने। बसेपछि खानामा रहेको छ सिकुटी। यहाँ चाहिँ काट्दैछ, यसले पिस गर्दैछ। पकाउनु पनि यही हो, काट्ने पनि यही हो, धेरै छैन यति छ। यो चाहिँ के को सिकुटी हो भन्न नमिल्ने राखेको है गाइस, तपाईहरु नझुक्किनु। अनि यसमा चाहिँ झोल हुन्छ, यो र आलु मिसाएपछि यसको झोल हुन्छ गाइस हैन। अनि यो खुट्टा छ, यो खुट्टा पनि राम्रोसँग बनाएर यसमा चाहिँ ग्रेभी हुन्छ गाइस हैन। दामी हुन्छ नि यो राम्रो सफा तरिकाले बनायो भने। बिहानभरिको काम चाहिँ भएर बिहानभरिको काम चाहिँ सकेर काम अझै बाँकी नै छ। अब खाना खाने टाइम भयो। खाना खाना धमाधम सुरु भइरहेको छ गाइस, देख्न सक्नुहुन्छ। यहाँ म्यामहरु चाहिँ नयाँ आउनु भएको, उनीहरुको चाहिँ काम छैन। नयाँ आएको मान्छेलाई खुट्टाको व्यवस्था छ। भान्जाले के खाइरहेछ, मेमहरुको त कामै हुँदैन नि त। के खाएको भने तिमीले डेन्जर खाएको खोइ त मरद छ त भान्जा। ल्याउ आदि मात्र यता हेर त नत्र लाग्छ नि त तिमीले। के खाइरहेछ तिमीले भन त ल। म त खुट्टा खाइरहेको खुट्टा अनि अरु त के हो? यो भान्जा खाना रहेछ। फाइनली गाइस हाम्रो बिहानको काम चाहिँ त्यति भएको छ हैन। काम अझै नै बाँकी छ। अब चाहिँ हाम्रो फेरि अहिले खाजामा रहेको छ। खाजा खाने टाइम भएको छ। खाजामा चाहिँ के छ भनेदेखि गाइस बयर छ। नुन खुर्सानी बयर कस्तो हुन्छ आज टेस्ट गर्न गइरहेको छौँ हामीले चाहिँ। खाम है त गाइस अब कस्तो हुन्छ। चकुले साँच्चै काट्नु पर्छ है। दादालाई छुट्याइदिनु। हेर्नु है फोटो गाइड। हाम्रो भान्जो मम्मी छोरो उता हो। यो भान्जाको आमा भन्नु हैन त। जहिले हेर्नु त जन चाहिँ काट्नको लागि कर्दो लिएर आउनु भएको छ गाइस। अब त्यसलाई मारी काटेर खाने हो। गाइस नुन खुर्सानीसँग पनि टेस्ट गरौँ। कसले ए
चिसै खै टाइममा आइपुगेछ हाम्रो भान्जाले खाइरहेको छौँ गाइज होइन नातिले हो कि आमाले हो? के देख्न सक्नुहुन्छ गरे फेरि खाम गाइज खै त्यो काटेर ल्याउँछ पिस एक पिस काटेको यसले कुखुरा बोलाउनु पर्छ उ गर न छुटाउनु त आधा छुटाउने हो तपाईँको कहाँ छुटाउनु भने कहाँ गराउनु भने बुइलाई चाहिँ म्युट गरिरहेको छौँ हामी सम्झिरहेको छौँ भाउजूहरू अब हामीले बल ठल्बो पूर्व तिमीलाई भाउजूलाई पेट दुखेको कारण के हो थाहा तिमीलाई के चटपटे अल्थोहरू भएको अस्ति यसको दाना चाहिँ खानु मिल्दैन गाइज दाना चाहिँ निकाल्नु पर्छ जानु गाइस हामीले दामा चाहिँ खाइरहेको छौँ चट्ट होला गाइस मलाई पनि देखाइदिनु चटपटेले मान्छेले कस्तो हुन्छ कहिले काहीँ खाँदा ठिकै हो त्यही पनि घरमै बनाएर खानुपर्ने त्यो गेम खेल्नु मात्रै फोनमा पर्नु मेरो आम सक्यो होला एक राउन्ड फिर फाइभ हेलो गाइस स्वागत छ मेरो छोटो मिठो दादाको परम फेरि पनि हामीले बयर खाएको भिडियो लिएर आएको छौँ सबैले लाइक गरिदिनु होला पानी खेर यहाँ फोर स्याउली बजारमा स्याउली बजार नाक तर तान्भयो खाना खानुभयो मलाई देखेर बिहे त मेरो बुढो आफ्नो दाँत चाहिँ देखाउन लाज हुन्छ मेरो अर्काको देखाउन दाइ राम्रो हुन्छ धोती जस्तै लाग्छ गरिहट्टा अनि यो तिम्रो दाँत छ भाइ दाँत दादाको ठिक्क मिठो बहुतमा यो सिगान त पुछ न भाइ तिमी मेरो बेटा चिया त टुइ टुइमा आउँछ नि नानी हेर्ने हो भने त्यहाँ कसम दिनु भने म पानी पर्छ यो त यो बयर काट्ने चल्लाको माउ जसरी पाए त्यसरी देखा हुन्छ आमाको पनि पाउँदैन अस्ति नाचेको भिडियोमा आमाको तिम्रो नजर दायाँ र बायाँमा मौका दियो दुनिया औठी चिनो नकाली कान्छीलाई फिर्ता चिनो छ स्याउली बजारमा लो स्याउली बजारमा यो त हेर त भाइ मलाई देखेर दनादन स्याउली बजारमा लो स्याउली बजारमा हेलो बयर मन पराउनेहरू को हुनुहुन्छ होला कति मिठो फाइनल गाइज अहिले चाहिँ हाम्रो घाँसको बारी पुगिसक्यो आज चाहिँ हामी घाँस काट्न भनेर यता बगरतिर आएको थियौँ मसँग चाहिँ छ यो खेसारी यो चाहिँ हरियोमा एकदम मिठो हुन्छ त्यही खाइरहेको छु गाइज मैले चाहिँ अब चाहिँ हामी जान लागेका छौँ सक्नुहुन्छ गाइज घाँसको बारी चाहिँ पुगिसक्यो घाँस बोक्नु चाहिँ हाम्रो लक्ष्मीजी हुनुहुन्छ तँ चाहिँ के त नट खान लाग्यो त्यो भन्दा त बरु यस्तो खेसारी पनि मिठो हुन्छ त गाइज होइन देख्न सक्नुहुन्छ यो खाने हो हिँड्ने म चाहिँ फाइनल गाइज हामी चाहिँ जाँदैछौँ अब घरतिर गाइस हामी चाहिँ अब घर लगभग पुग्न लाग्यौँ यहाँ निर्जला पनि छिन् देख्न सक्नुहुन्छ निर्जला देखेर तपाईँहरूले एक लाइक गरिदिनु होला मैले पनि घाँस बोकेको छु गाइस हेर्न सक्नुहुन्छ त्यता चाहिँ हाम्रो लक्ष्मीजी हुनुहुन्छ घाँस बोक्ने घाँस बोकेर टकटक हिँडिरहनु भएको छ फाइनल गाइस अब चाहिँ हामी घर आइसक्यौँ अब चाहिँ घरमा पानी सानी खान्छ होइन देख्न सक्नुहुन्छ